भाइको शुभ नाम? मेरो नाम चाहिँ दिपेश पौडेल, म चाहिँ बिबिएस पढ्दैछु अनि पछि म यतै लगन खेलतिर बस्छु। धन्यवाद। यहाँ चाहिँ हाम्रो दिपेशजीलाई चाहिँ 5वटा क्वेसन सोध्छौँ, उहाँले पनि 5वटाको चाहिँ एन्सर दिनुभयो भने हामीले चाहिँ उहाँलाई ल्यापटप ब्याग गिफ्ट हामीले चाहिँ दिनेछौँ र त्यसै गरी चाहिँ उहाँले 3टासम्म एन्सर दिनुभयो भने 3टा एन्सर दिनुभयो भने हामीले अरू भाउचर गिफ्टहरू चाहिँ हामीले दिनेछौँ है। रेडी? तपाईँलाई चाहिँ हामीले अब यो फुल फर्महरू सोध्छौँ कम्प्युटर सम्बन्धी है त। आइपी एड्रेसको फुल फर्म थाहा छ? आइपी एड्रेसको इन्टरनेट प्रोटोकल। सही जवाफ। त्यसै गरी अर्को क्वेसनको एन्सर सोध्छु तपाईँलाई। रोम रिड ओन्ली मेमोरी। यसको पनि सही जवाफ रहेको छ। अर्को एन्सर क्वेसन हामी सोध्छु है तपाईँलाई। युएसबी युनिभर्सल सिरियल बस। यसको पनि करेक्ट एन्सर दिनुभएको छ। उहाँले लगातार 3टा क्वेसनको 3टै चाहिँ एकदम करेक्ट एन्सर दिइरहनु भएको छ। अब अर्को क्वेसन उहाँलाई सोध्छु। अर्को चाहिँ तपाईँलाई हामीले सोध्नेछौँ एसएसडीको फुल फर्म। एसएसडीको चाहिँ हल्का गाह्रो पर्छ, याद भएन अहिले चाहिँ। लास्टको डिस्क चाहिँ याद छ, अगाडिको दुइटा एसएसको चाहिँ फुल फर्म बिर्सेँ। डिस्क चाहिँ करेक्ट छ। ट्राई गर्ने कि फेरि एकचोटि? एउटा चाहिँ म भनिदिन्छु, सोलिड स्टोरेज सोलिड डिस्क होला। अलि मिलेन। सोलिड स्टोरेज डिस्क अलि मिलेन। भनेपछि स्टोरेज होइन, बिचको मिलेन। सोलिड स्मल डिस्क। लास्ट चान्स तपाईँलाई। ल स्मल सोलिड डिस्क। यो पनि गलत रहेको छ तपाईँको। एसएसडीको फुल फर्म चाहिँ सोलिड स्टेट ड्राइभ, यो मैले भनिदिएँ सोलिड स्टेट ड्राइभ है। अर्को लास्ट क्वेसन म तपाईँलाई सोध्छु। लास्ट क्वेसन रहेको छ डब्लुडब्लुडब्लु, जुन चाहिँ हाम्रो वेबसाइटमा प्रयोग हुन्छ। डब्लुडब्लुडब्लुको फुल फर्म? डब्लुडब्लुको फुल फर्म चाहिँ वर्ल्ड वाइड वेब। फेरि एकचोटि भन्नु त। वर्ल्ड वाइड वेब। अलिक क्लियर भएन। वर्ल्ड वाइड वेब। वर्ल्ड वाइड वेब भन्नुभएको। करेक्ट एन्सर। उहाँले चाहिँ 5वटा क्वेसनको चाहिँ 4वटा एन्सर दिनुभयो। त्यही भएर उहाँलाई चाहिँ हामीले अब 5वटा क्वेसनको एन्सर दिनुभएको भए उहाँले ल्यापटप ब्याग जित्नुहुन्थ्यो। अब 4वटा क्वेसनको चाहिँ उहाँले एन्सर दिनुभएको भएर हामीले चाहिँ इन्फोइजको एउटा चाहिँ डायरी उहाँले चाहिँ एउटा गिफ्टको रूपमा चाहिँ उहाँलाई चाहिँ हामीले दिँदैछौँ। थ्याङ्क यू सो मच। 4वटा क्वेसन भन्नु पनि गिफ्ट पाइयो, धेरै खुसी लाग्यो। धन्यवाद। के भन्नु? भिजिट गर्नु होला इन्फोमा। हजुरले ल्यापटप लिनु छ भने पनि भिजिट गर्नु होला। अनि हजुरको सर्भिसिङ या केही भयो भने प्रब्लम भयो भने इन्फोलाई सम्झिनु होला। हस् त। थ्याङ्क यू सो मच।